बीपी कोइरालाको दर्शन हामीले हेर्यौं भने वन संरक्षण र पारिस्थितिकीय सन्तुलनलाई उहाँले प्रजातन्त्रको आधार स्तम्भ मान्नु भएको थियो। हामीले आज फर्केर हेर्दा उहाँको दर्शनलाई हेर्दाखेरि हामीले कस्तो खालको एउटा ट्रान्जिसन गर्न सक्छौं होला, उहाँको जुन यो दर्शनलाई, उहाँको सोचलाई आधुनिक जलवायु नीतिमा कसरी पूर्ण रूपमा हामीले जोड्न सक्छौं होला। मैले सबै प्यानलमा एउटा साझा प्रश्न राखेँ। धन्यवाद रोशनीजी, अत्यन्त महत्त्वपूर्ण विषय यो। आज हामी 44औं बीपी स्मृति दिवस मनाइरहेको सन्दर्भमा सर्वप्रथम त यहाँ हेरिराख्दाखेरि होइन 2007 सालभन्दा अगाडि पार्टी स्थापना हुँदैखेरि जुन हिसाबले पार्टीको चिन्ह रुख भनेर लियो त्यो नै कति एउटा दूरदर्शी हिसाबको निर्णय रहेछ भन्ने पनि हामी देख्छौँ। अहिले अन्तर्राष्ट्रिय स्तरमा हामी जाँदाखेरि 46% वन संरक्षण गरेको नेपालको यो अभियानलाई हामी अन्तर्राष्ट्रिय माझमा गएर गर्वका साथ प्रस्तुत गर्छौँ। होला हामीभित्र केही समस्याहरू होलान्, वन संरक्षण गर्दै गर्दाखेरि अरू त्यसका अब अधिकारका कुराहरूको बारेमा छलफल गर्नुपर्ने होला, तर अन्तर्राष्ट्रिय समुदायलाई निर्धक्कका साथ हाम्रो जिम्मेवारी कम हुँदाहुँदै पनि जलवायु संरक्षणमा हामीले ठूलो भूमिका खेलेका छौँ भनेर भनिरहेको हुन्छौँ। त्यो सँगसँगै 2016 सालमा होइन जेठ 13 गते जुन बेला जननायक बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री हुनुभयो, त्यतिखेर यो जुन वन संरक्षण सम्बन्धी यसलाई कसरी यो निजीकरणमा रहेका वनहरू सम्बन्धी लिएको नीतिहरूलाई उहाँले जुन हिसाबको एउटा सोचको बीजारोपण गर्नुभयो, त्यो सोच पछि गएर फरक व्यवस्था देशमा हुँदै जाँदाखेरि फेरि पनि पञ्चायत वन र पञ्चायत संरक्षित वन हुँदै पछि गएर त्यसले सामुदायिक वनको एउटा स्वरूप लिएको थियो। र आज हामी गर्वका साथ भन्न सक्छौँ सामुदायिक वनले नेपालको क्षेत्रमा होइन नेपालमा खेलेको भूमिका कति महत्त्वपूर्ण छ भनेर। र त्यसरी त्यो समयमा लिएको होइन अत्यन्त एउटा दूरदर्शी निर्णयले आज हामीलाई देशलाई कुन एक हिसाबको गर्व गर्ने अवस्थामा पुगेको छ। हामीले जननायक बीपी कोइरालालाई सम्झिराख्दाखेरि राजनीतिज्ञ या साहित्यकार भनेर बुझिरहेको हुन्छौँ, तर उहाँमा भएको यो प्रकृतिसँग नजिक भएर उहाँले हेरिरहेको कुराहरू उहाँका कृतिहरूमा पनि देखिन्छन्। उदाहरणको लागि अनगिन्त कृतिहरूमध्ये मैले अलिक नजिकबाट हेरेको सुम्निमामा उहाँले जुन हिसाबले कोशीको त्यो तटमा रहेको एउटा दुईटा फरक परिवारको एउटा जीवन दर्शनको बारेमा जसरी उल्लेख गर्नुभएको छ र किराँत समुदायले प्रकृतिलाई नजिकबाट संरक्षण गरेको एउटा उदाहरणलाई जसरी प्रस्तुत गर्नुभएको छ, अहिले आएर हामीले जसरी यो प्रकृतिमा जनजाति आदिवासी होइन समूहहरूको जुन भूमिकाको हामी कुरा गर्छौँ त्यतिखेर ती शब्दहरू त उहाँले प्रयोग गर्नु भएन होला, तर त्यो भाव जसरी त्यहाँ प्रस्तुत भएको छ त्यसले पनि होइन जननायक बीपी कोइरालाको प्रकृतिसँग सम्बन्धित उहाँको विचारहरू कस्तो थिए भन्ने कुराहरू चाहिँ हामीले प्रश्नसँग हेर्न सक्छौँ। आजको दिनमा ती विषयहरूलाई हामीले उहाँले त्यो बेलामा जलवायु परिवर्तन नै भनेर शब्दको बारेमा उल्लेख नगरे पनि जलवायु परिवर्तनको भाव चाहिँ प्रश्नसँग देखिएको हुँदाखेरि र मलाई के लाग्छ भने जुन एउटा नेतृत्वदायी भूमिका उहाँले एउटा छाप छोडेर जानुभयो, जुन हामीलाई सिकाउनु भएको छ, नेपालले राष्ट्रिय स्तरमा होस् र अन्तर्राष्ट्रिय स्तरमा होस् जलवायु परिवर्तनको क्षेत्रमा त्यो व्यवहारलाई अनुकरण हामी गर्न सक्छौँ। हामी फेरि पनि जलवायु परिवर्तनले हो पीडित भएको मुलुक हो, कार्बन उत्सर्जन गर्नमा हाम्रो अत्यन्त नगण्य योगदान छ। अब तर हामीले यसमा दोष देखाएर र अरूलाई मात्रै समस्या पन्छाएर अब पुगेन, हामीले पनि गर्न सक्ने कुराहरूलाई कसरी होइन त्यो नेतृत्वदायी भूमिका हामी खेल्न सक्छौँ भने त्यो अनुकरण गर्दाखेरि बीपी प्रति एउटा श्रद्धा सुमन हामी व्यक्त गर्न सक्छौँ जस्तो लाग्छ। म चाहिँ बीपी कोइरालाको साहित्यको ठुलो फ्यान हो। सो उहाँको त्यही कृतिहरूमा पनि एकदमै राम्रोसँग दर्शिन्छ, उहाँले नेचरलाई कति नजिकबाट दर्शाउनु भएको छ त्यस कृतिहरूमा। म एकदमै धेरै मैले उहाँको सबै कृतिहरू पढेको छु र एकदम धेरै ठुलो फ्यान पनि हो। र आज यहाँ आएर यसरी कुरा सेयर गर्न पाउँदा यो बीपी स्मृति दिवसमा एकदम खुसी लागेको छ। र योभन्दा अगाडि पनि नेपाली कङ्ग्रेसले चाहिँ मलाई एउटा क्लाइमेट ह्याकाथनको मेन्टरको रूपमा बोलाउनु भएको थियो, त्यसको लागि पनि म एकदम आभार प्रकट गर्दछु। सधैँ उहाँहरूले मलाई सम्झिनुहुन्छ। र आज चाहिँ म अलिकति यहाँ आइराख्दा चाहिँ तीनटा कुरा चाहिँ कहिले पनि म मिस गर्न चाहदिनँ। एउटा चाहिँ म एज एन एम्बेसेडर सर्कुलर इकोनोमीको एम्बेसेडर ताइवान गएको थिएँ नेपाललाई रिप्रेजेन्ट गरेर। सो नेपालले पनि हामीले चाहिँ सर्कुलर इकोनोमीलाई बिल्ड गरेर चाहिँ एकदमै ठुलो फाइदा उठाउन सक्छौँ जस्तो लाग्छ। अर्को चाहिँ सस्टेनेबल र यो जुन हामीले प्रडक्ट्सहरू जुन सस्टेनेबल प्रडक्ट्स भन्छौँ र सर्भिसेसहरू चाहिँ एकदम एक्सेसेबल र अफोर्डेबल हुनु पर्यो भन्ने चाहिँ मेरो कुरा छ। र लास्टमा चाहिँ क्लाइमेट रेजिलियन्ट लाइभलीहुड, जस्तै महिलाहरूलाई कति इम्प्याक्ट
इम्प्याक्ट परेको छ, एलजिबिटिक्यू कम्युनिटीलाई कति इम्प्याक्ट परेको छ र किसानहरू होइन स्थानीय तहमा जति हुनुहुन्छ मानिसहरू उहाँहरूलाई कति असर परेको छ, त्यो चाहिँ अगाडि लिएर आउँदै गर्नुपर्छ। अझै रिसर्च हुनु पर्यो यसको बारेमा भन्न चाहन्छु, किनभने एलजिबिटिक्यू कम्युनिटी एन्ड वुमेनहरूको यो जेन्डर इस्युजहरू चाहिँ अझै रिसर्च हुनै बाँकी छ जस्तो लाग्छ मलाई। यसको रिसर्चहरू पनि अझै हुनै पर्छ जस्तो चाहिँ म भन्छु। जुन बिपीको कुरा उहाँले व्याख्या गर्नुभयो, म चाहिँ हिमाललाई नै जोड्न चाहन्छु। जुन जति हामीले वनलाई संरक्षण गर्नुपर्छ भनेर नीति नियम वन मन्त्रालय सबै कुराहरू आधारित भयो र यो नीति नियम बनाएको छ, त्यसरी नै हिमाललाई पनि संरक्षण गर्नुपर्छ। भोलिका दिनहरू हिमाल भनेको चाहिँ संसारकै एउटा वाटर के अरे पानीको स्रोत जस्तो लाग्छ र यो ट्याङ्कर हो जस्तो लाग्छ। यो नै पक्लिँदै गयो भने देशमा मात्रै होइन, नेपालमा मात्रै होइन कि यो संसारभरि नै सङ्कट हुनेवालामा छ। र यसलाई चाहिँ अहिले यसको लाभ चाहिँ नेपालले मात्रै लिएको छ, नेपाललाई मात्रै प्रभाव हुन्छ, नेपालमा मात्रै हिमाल भएर नेपालले मात्रै यसको जिम्मेवारी हो भनेर हामीले सोचिराख्दाखेरि र यसको लस्ट पनि यसले भोलि दिन प्रतिदिन यसको तीव्र रूपमा चाहिँ हिउँ पक्लिँदै गएर हिमालमा हिउँ भएन भने होइन, हाम्रो हिमालमा त कलर लगाएर त हुँदैन, त्यसलाई त जोगाउने अहिलेदेखि नै नीति नियम पालना गर्नुपर्छ। हाम्रो यस्तो नेतृत्व हुनुपर्छ जस्तो लाग्छ। धन्यवाद। बीपी कोइराला एकदम दूरदर्शी नेता हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई। उहाँले च्याम्पियन गर्नुभएको प्रकृति संरक्षण होइन, डेमोक्रेटिक सोसलिजम, स्ट्रङ इन्स्टिट्युसन्सहरू होइन, लङ टर्म डेभलपमेन्ट प्लानिङ, यी कुराहरू अहिले क्लाइमेट चेन्जमा आएर पनि धेरै सान्दर्भिक देखिएका छन् होइन। अब जस्तो क्लाइमेट चेन्ज हामी क्लाइमेट जस्टिसको कुरा गर्छौँ। अघि नै मैले भने यो क्लाइमेट टार्गेटलाई डेभलपमेन्ट प्लानिङमा बजेटमा कसरी इन्टिग्रेट गर्ने कुराहरू, इक्वालिटीका कुराहरू, इन्क्लुजनका कुराहरू, यिनीहरू सबै अहिले बीपी कोइरालाले त्यति बेला जुन च्याम्पियन गर्नुभएका जुन प्रिन्सिपल्सहरू थिए त्यो धेरै सान्दर्भिक छ जस्तो लाग्छ र उहाँले भनेको कुराहरूले हामीलाई अझै पनि बाटो देखाइरहेको छ जस्तो लाग्छ। धन्यवाद यहाँहरू सबैलाई।